घुरेर नहेरन पापी त्यो नजरले नहेर न भनेपछि म चाहिँ हेर्दिनँ है। तर हामीले टर्मिनलमा पासवर्ड लेखिरहेको बेला पछाडिबाट साथीले हेरे गर्छ भने चाहिँ कसरी लुकाउन सक्छ म देखाउँछु है त। नर्मली इनपुट फङ्सन थ्रुबाट चाहिँ हामीले युजर नेम इनपुट लिएको छ भने त केही प्रब्लम हुँदैन। तर पासवर्ड पनि इनपुट फङ्सनबाटै लिएको छ भने चाहिँ हामीले टाइप गर्दाखेरि चाहिँ जे टाइप गरे सबै देखिन्छ क्या यहाँनिर। यसरी पासवर्ड त देखाउनु भएन नि त। सो यसलाई प्रिभेन्ट गर्नको लागि चाहिँ हामीसँग पाइथनमा एउटा स्ट्यान्डर्ड मोड्युल हुन्छ गेट पास भन्ने। यसलाई इम्पोर्ट गरौँ है, फ्रम गेट पास इम्पोर्ट गेट पास गरौँ। अनि यति गरिसकेपछि चाहिँ अब पासवर्ड इनपुट लिनको लागि चाहिँ यो इनपुट फङ्सन युज नगरेर गेट पास युज गऱ्यौँ भने चाहिँ हाम्रो काम भयो है। अब युजर नेममा त जे टाइप गरेको छ त्यही देखिन्छ होइन, किनकि इनपुटबाटै लिएको छ। तर पासवर्डमा चाहिँ अब हामीले जे पनि टाइप गर्छौँ त्यो चाहिँ केही पनि देखिँदैन क्या, केही पनि देखिँदैन। अनि इन्टर गरेपछि त्यो स्टोर पनि हुन्छ है। तर अहिले प्रुफको लागि चाहिँ म प्रिन्ट गरेर देखाइदिन्छु है। पासवर्ड चाहिँ प्रिन्ट पासवर्ड गरेपछि चाहिँ युजर नेम लेखेँ मैले, पासवर्ड लेखेर इन्टर हान्दाखेरि पासवर्ड चाहिँ देखायो है त। सो यसरी प्राइभेसी कन्सर्न छ भने चाहिँ हामीले सिम्पली गेट पास भन्ने मोड्युल चाहिँ युज गर्न सक्छौँ है त। पाइथन सिक्न मन छ भने चाहिँ युट्युबमा गएर सब्सक्राइब गरौँ है त। अनि कसैले केही कुरा नहेर भनेको छ भने नहेर्ने है।